को यो भिडियोमा हामी मर्गन हाउसेलको प्रसिद्ध किताब द साइकोलोजी अफ मनीको सारांश सुन्नेछौँ, जहाँ पैसासँग हाम्रो सोच किन गलत हुन्छ र आर्थिक रूपमा शान्त जीवन कसरी बनाउने भन्ने विषयमा चर्चा गरिएको छ। आउनुहोस् सुरु गरौँ। हामी सबै पैसा चाहन्छौँ, धेरै पैसा, छिटो पैसा, सुरक्षित पैसा। तर प्रश्न के हो भने के हामी पैसालाई बुझ्छौँ वा पैसा नै हामीलाई चलाइरहेको छ? धेरै मानिस जीवनभर कडा मेहनत गर्छन् तर आर्थिक रूपमा कहिले शान्त हुँदैनन्। अर्कोतर्फ केही मानिस सामान्य आम्दानी भएर पनि सुरक्षित र सन्तुष्ट जीवन बिताइरहेका हुन्छन्। यसको कारण पैसा होइन, यसको कारण हाम्रो सोच हो। द साइकोलोजी अफ मनी भन्ने यो किताबले हामीलाई पैसाको गणित होइन, पैसाको मनोविज्ञान बुझ्न सिकाउँछ। यसले देखाउँछ कि पैसामा सफल हुन जिनियस हुनु पर्दैन, तर सही सोच र सही व्यवहार आवश्यक हुन्छ। हामी प्राय सोच्दछौँ कि पैसामा सफल हुन धेरै पढाइ, जटिल हिसाब र एक्सपर्ट नलेज चाहिन्छ। तर इतिहास हेर्ने हो भने धेरै बुद्धिमान मानिस पनि पैसामा असफल भएका छन् र धेरै साधारण मानिस आर्थिक रूपमा सफल भएका छन्। यसको मुख्य कारण के हो भने पैसा व्यवहारसँग सम्बन्धित विषय हो। डर, लोभ, धैर्य, आत्मनियन्त्रण र भावना नै हाम्रो आर्थिक निर्णयको मूल आधार हुन्। हरेक मानिसको पैसासँगको अनुभव फरक हुन्छ। कसैले अभावमा हुर्किएको हुन्छ, कसैले स्थिर र सुरक्षित वातावरणमा, कसैले आर्थिक सङ्कट देखेको हुन्छ, कसैले अवसर मात्र। यही अनुभवले हाम्रो सोच बनाउँछ। त्यसैले एउटै आर्थिक निर्णय सबैका लागि सही हुँदैन। अरूको सफलता देखेर नक्कल गर्नु खतरनाक हुन सक्छ, किनकि उनीहरूको परिस्थिति र हाम्रो परिस्थिति एउटै हुँदैन। हामी सफल मानिसको कथा सुन्छौँ र सोच्छौँ कि उनीहरू केवल मेहनतका कारण सफल भएका हुन्। तर वास्तविकता के हो भने सफलतामा भाग्यको ठूलो भूमिका हुन्छ। सही समय, सही अवसर र सही परिस्थिति अत्यन्त महत्त्वपूर्ण हुन्छ। त्यसैगरी असफलतामा जोखिमको भूमिका हुन्छ। तर हामी भाग्यलाई स्वीकार गर्न चाहदैनौँ र असफलतालाई केवल कमजोरी ठान्छौँ। यसले हामीलाई अहङ्कारी बनाउँछ र भविष्यमा अझ ठूलो गल्ती गराउँछ। धेरै मानिस धनी देखिन चाहन्छन्, महँगो गाडी, ठूलो घर, ब्रान्डेड सामान। तर वास्तवमा धनी हुनु भनेको खर्च नगरेको पैसा हो। धन भनेको देखाउने वस्तु होइन, यो स्वतन्त्रता हो। जब तपाईले आफू नचाहेको काम गर्न बाध्य हुनु पर्दैन, जब तपाईँ आफ्नो समय नियन्त्रण गर्न सक्नुहुन्छ, त्यही नै वास्तविक सम्पत्ति हो। धेरै मानिस भन्छन्, सानो बचतले के नै हुन्छ र? तर बचतको शक्ति रकममा होइन, निरन्तरतामा हुन्छ। सानो बचत यदि लामो समयसम्म अनुशासनका साथ गरियो भने यसले ठूलो परिणाम दिन सक्छ। तपाईँ कति कमाउनुहुन्छ भन्दा पनि तपाईँ कति खर्च नगर्न सक्नुहुन्छ भन्ने कुरा बढी महत्त्वपूर्ण हुन्छ। कम्पाउन्ड इन्ट्रेस्ट भनेको पैसाले पैसा कमाउनु हो। यसको शक्ति सुरुमा देखिँदैन। पहिलो केही वर्ष सामान्य लाग्छ, तर समय बित्दै जाँदा यसले जादु जस्तै काम गर्छ। पैसामा सबैभन्दा महत्त्वपूर्ण कुरा कति लगानी गरियो होइन, कति समयसम्म लगानी गरियो हो। चाँडै सुरु गर्नु, सानो सुरु गर्नु, तर निरन्तर गर्नु नै सबैभन्दा बुद्धिमानी हो। धैर्य पैसाको सबैभन्दा ठूलो गुण हो। धेरै मानिस धनी बन्न चाहन्छन्, तर धैर्य राख्न चाहदैनन्। बजार तल झर्दा डराउँछन्, माथि जाँदा लोभमा पर्छन्। सफल मानिसहरू भावनामा निर्णय गर्दैनन्। उनीहरू प्रणालीमा भरोसा गर्छन् र लामो समयसम्म खेलमा टिकिरहन्छन्। धनी बन्ने लक्ष्य कहिलेकाहीँ खतरनाक हुन सक्छ, तर आर्थिक रूपमा सुरक्षित बन्ने लक्ष्य सधैँ सही हुन्छ। आर्थिक सुरक्षा भनेको कुनै पनि परिस्थिति आए पनि जीवन चलाउन सक्ने क्षमता हो। यसका लागि इमर्जेन्सी फन्ड, कम ऋण, सन्तुलित सोच र जोखिम व्यवस्थापन आवश्यक हुन्छ। सबैभन्दा खतरनाक कुरा के हो भने मानिस कहिल्यै सन्तुष्ट हुँदैन। अझ धेरै चाहने लोभले धेरै धनी मानिसलाई पनि पतन गराएको छ। पर्याप्त भन्ने शब्द नबुझ्दा जोखिम बढ्छ र गल्ती हुन्छ। पर्याप्त भन्न जान्नु नै वास्तविक आर्थिक बुद्धिमानी हो। पैसाले सिधै खुसी दिँदैन, तर यसले निर्णय गर्ने स्वतन्त्रता दिन्छ। कुन काम गर्ने, कहिले आराम गर्ने, कसरी जीवन बिताउने भन्ने निर्णय गर्ने शक्ति दिन्छ। पैसा लक्ष्य होइन, पैसा एउटा उपकरण हो। यसलाई सही तरिकाले प्रयोग गर्न जान्नुपर्छ। भविष्य कसैले थाहा पाउँदैन।
बजार कहिले माथि जान्छ, कहिले तल। सफल मानिसहरू भविष्यको भविष्यवाणी गर्दैनन्, उनीहरू तयारी गर्छन्, जोखिम कम गर्छन्, विविधता अपनाउँछन् र सधैँ नम्र रहन्छन्। द साइकोलोजी अफ मनीले हामीलाई धनी बन्न सिकाउँदैन, यसले हामीलाई शान्त बन्न सिकाउँछ। पैसाले तपाईँलाई नियन्त्रण नगरोस्, तपाईँले पैसालाई बुझ्न सक्नुहोस् भन्ने सोच दिन्छ। यदि तपाईँले आज आफ्नो सोचमा सानो परिवर्तन गर्नुभयो भने भविष्यमा ठूलो फरक देख्न सक्नुहुन्छ। यदि यो नेपाली अडियो बुक तपाईँलाई उपयोगी लाग्यो भने यस्तै प्रेरणादायी र जीवन बदल्ने पुस्तक सारांशहरूका लागि च्यानल सब्स्क्राइब गर्नुहोस्। धन्यवाद।